Hello, namaste everyone. Welcome to my vlog again. So, अहिले म यता कहाँ छु भन्दाखेरि चितवनमा हो। चितवनको वीरेन्द्रनगरभित्र 6 चौक भन्दो रहेछ यहाँ चाहिँ 6162 भनेपछि जुन चाहिँ सौरा चौकबाट चाहिँ टेम्पोमा आयो भने आधी घन्टा चाहिँ लाग्दो रहेछ। सो यहाँ चाहिँ म र भाउजू फ्यामिलीले भेट्न आएको यता। अनि त्यो अहिले चाहिँ हामी सौरा जङ्गल घुम्न जानु लाग्यो सफारी। मौसम खासै खोलेको छैन, भर्खर घाम लागेको छ अलिअलि। अघि बिहानसम्म त घुममा थियो। त्यो मेरो चाहिँ यहाँ सेकेन्ड टाइम हो, बाको चाहिँ फर्स्ट टाइम हो। 6 वर्ष अगाडि आएको थियो म त एकचोटि यहाँ दाइले भाउजूसँग। यो त सेकेन्ड टाइम हो है। त्यही हो। अब चाहिँ हामी यहाँबाट सौरा जङ्गल जानेछु। ढेँडो पकाउन आउँदैन मलाई त। आमा अङ्कलले कस्तो मजाले पकाउने ढेँडो। ए जर्मनमा सो हामी त यता अब ठिकै नेसनल पार्कको गेटतिर आइपुग्यो। अब हामी सौरा भिजिट गर्नेछौँ। जंगल जो था इसको खाली गिरका साढे 3 अब हजुरहरूले कति समय लगाउनु? छिटो जङ्गल भन्नुहुन्छ भने छिटै हुन्छ। है अहिलेसम्म त जनावर केही देखिएको छैन है। केही गर्दैन हौ।
हात्ती लिएर साथी हात्ती लिएर ल सेर गए नेपालको हात्ती कतारमा गएर हात्तीले खानेकुरा राम्रो थियो है खानेकुरा दिनु है हात्तीले बेर दिने होइन फेरि पैसा होइन भनेछ कि विचार खानेकुरा मागेछ जङ्गल पस्यो आफू गाइड काम गर्ने मान्छे माथि केस छैन न्युरो टिम नै यताबाट आर्मीले कोही देख्नु भयो कोही देख्नु भयो कोही नेपालको पाउनु भनेको दुई जातको एउटा मगर गयो भन्छन् एउटा घडिया गयो छैन बाहुन गयो लामो चुच्चो मुख भएको चाहिँ बाहुन गयो घडियाललाई के बाहुनहरू पुड्के बदेल भन्छ यो चाहिँ छ नि यो प्योर बदेल कालो भुत्रे भाइ के खाएछ क्रस बदेल भन्ने हुन्छ क्रस चाहिँ धर्के हुन्छ है के डर हुन है खाइरहने है ओइ बनी यो दुई साइडमा ओइ बनी ओ मेरो आगा बनी हेरिरा के हाको खाएछ यहाँ मान्छे हेर्केरी यो छ नि बाँदर र हरिण छ नि साथी हो मिच्यो ए यहाँ झरेर हिँड्न पाइँदैन दाउरा टिप्न मन लाग्यो हजुरलाई यो दाउरा देखेर हो कि बच्चा पनि छ बच्चा सानो मिर्गा भनेको हो मिर्गा जरायो होला यो हल्ला गरेर हुँदैन क्या यो छ नि यो रियर पेन्सी दिउँछु पछाडि त पेन्सी दिएको केटीको हुन्छ केटाको हुन्छ उताउने लपक्कै रहेछ बाबा यो मिर्गा मिर्गा हो दिदी चितल के काम है के काम संसारमा सबैभन्दा बढी देश छैन अब यसलाई चाहिँ हामी नेपालीमा चकेमा केही देख्दैन इङ्ग्लिसमा चाहिँ यसलाई रुडिसियल डग लभ बर्ड्स कपल बर्ड्स पनि भन्छ साइबेरियाबाट आउने यो विन्टर भिजिटर बर्ड्स माइग्रेसन बर्ड है मौसम छल्नको लागि साइबेरियाबाट अलि जङ्गलभरि केही देख्दैन साइबेरियाबाट नेपाल आउनको लागि
कस्तो यहाँ वासरुम छ वासरुम जानु ल अहिले त हामी त ठिकै ब्रेक रेस्ट गर्ने ठाउँ रहेछ सबैजना रेस्ट गरेर चिया खाने कोही खाजा खाने रेस्टरुम जाने ठाउँ रहेछ यहाँ त भालु भन्ने देख्दैन जङ्गलको मन्दिर देख्दैन भैँसी जस्तै छिरेको छ टोक्दैको कतिको निकाले बाबु सो हामीले भर्खर जङ्गल सफारी गरेर आयो बस्ने ठाउँ रहेछ यता घाम लाग्नेछ यता गएर देख्नेछ मजाले जङ्गल सफारी चाहिँ ठ्याक्कै लगभग 2 घन्टा 2-2.5 घन्टा गराउने रहेछ सफारी मजाले गरेर आयो हामी त मजाले घाम ताप्दै बसिरहेको घन्टा दिँदो रहेछ 400 गाडी कति बजी 5 बजे पछाडि पस्न दिँदो रहेछ कि
सौरा चोकमा आयो फेरि आइपुग्यो हामी फर्किनु लागेको हाम्रो 2 दिनको यात्रा चाहिँ अब सकिहाल्यो यो ठिक्कै सौरा चोक हो यहाँबाट ब्याक सिधा गयो हेर्दै त्यो चितवन नेसनल पार्क पुगिन्छ यहाँबाट ब्याक गयो भने चाहिँ हेटौडा काँक्राभित्र जानु पऱ्यो यहाँबाट हो अहिले हामी जाने त्यही यहाँ हो काठमाडौँ त्यही सो